कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको छ। 5. कार्बन व्यापार नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 6. राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री वैकुण्ठ प्रसाद अर्याललाई बढुवा गर्ने निर्णय भएको छ। 7. 2082 भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवार, आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरा र अविवाहित छोरीलाई गृह मन्त्रालयले फोटोसहितको परिचय पत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ 23 गतेलाई जेन्जी शहीद दिवसको रूपमा मनाउने निर्णय भएको छ। अन्य बाँकी निर्णयहरू हामी सञ्चार मन्त्रालयको नियमित ब्रिफिङमा यहाँहरूलाई उपलब्ध गराउँछौँ।